बाँकेको कोहलपुरमा रहेको कृषि बजारमा सल्यान, दाङ, रुकुम, बर्दिया र भारतबाट समेत ठूलो परिमाणमा तरकारी भित्रिने गर्छ। यति ठूलो बजारमा विषादी मापन केन्द्र नहुँदा उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड भइरहेको प्रति उपभोक्ता चिन्तित रहेका छन्। हामीले के खाछौं के खा छैनौं भन्ने कुरा हामीलाई थाहा छैन र खानामा गुणस्तरीय पनि राम्रो लोकल भनेर हामी खान्छौं, तर चाहिँ यहाँ चाहिँ विषादी नभएसम्म बचाउनै सक्दैन। कृषकहरूलाई विषादीको सचेतनाका कामहरू भए पनि यसको प्रभावकारिता भएको देखिँदैन। यो बजार 2063 सालदेखि सञ्चालनमा आएको हो। कृषि बजारमा तरकारी किन्ने अधिकांश उपभोक्ताहरूले तरकारीको विषादी मापनका लागि बजार व्यवस्थापन समितिले पहल गर्नुपर्ने बताएका छन्। म तरकारी लिन आएको, यो तरकारीमा चाहिँ अब विषादी छ कि छैन भनेर चेक गर्न पर्ने हो, जाँच गर्न पर्ने हो। गर्ने त भन्नुभएको थियो कृषिमा, अब कहिलेदेखि लागू गर्नुहुन्छ भन्ने कुरा हो। विषादीको बारेमा अधिकांश उपभोक्ताहरू अनभिज्ञ रहेका छन्। थाहा छैन, अब यहाँको लोकल भनेर ताजा तरकारी भनेर लिन आउँछ। चौधरीहरूले चाहिँ बेचेको चाहिँ अब राम्रो लोकल हुन्छ भनेर हामी लिन आउँछौँ। 11वटा संघीय बजार मध्ये कोहलपुरको कृषि बजार एक हो। परीक्षण भएर मात्र आउनु पर्ने भन्दै आए पनि कार्यान्वयनमा आउन सकेको छैन। अहिलेसम्म अहिले मैले भने तपाईँलाई अब जानकारी गर्ने कुरा त एउटा नै भइहाल्यो। हामीले पैसा अगाडि बढ्ने कुरामा हामीले अनुरोध गर्ने भनेको, हामीले आग्रह गर्ने भनेकै नेपालगञ्ज कृषि ज्ञान केन्द्रमा भएको ल्याबलाई हो र हामीले जानकारी गर्ने भनेकै जहाँ हाम्रा सम्बन्धित क्षेत्रहरू छन्, जहाँ विषादी मापन केन्द्रहरू बनाउनु भएको छ, ती विषादी मापन केन्द्रहरूबाट विषाद परीक्षण भएका वस्तु मात्रै आउनुपर्छ भनेर हामी चाहिँ त्यो अभियानमा त्यो जानकारीमा छौँ। हालसम्म बजारमा आउने तरकारीमा विषादी परीक्षण नहुँदा कृषकहरूले पनि विषादीको बारेमा व्यवस्था गर्दै आएका छन्। यो के छ भने उपभोक्ताले मात्रै नभएर सबैभन्दा बढी के देखिन्छ भने कृषकले नै, जसले बढी विषादीहरू छरिरहेछ पहिलो असर चाहिँ कृषकलाई परेको छ। क्या त्यो कृषकहरूले बुझिदिनु भएको छैन। त्यसको लागि सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने, पर्चा पम्पलेट गर्ने, सबै कामहरू अगाडि बढाउनलाई समितिले 7-8-9 गते बृहत कृषि मेला प्रदर्शनी लगायत सचेतना कार्यक्रमहरू पनि आयोजना गरिरहेछ। हामीले उहाँलाई सचेत मात्रै गर्न सक्ने अधिकार छ। यसले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने विज्ञहरूले बताएका छन्। यसतर्फ स्थानीय सरकार समेत मौन रहेको छ। स्वास्थ्य विज्ञका अनुसार दीर्घकालीन रूपमा विषादी युक्त तरकारी सेवन गर्दा क्यान्सर, मृगौला, कलेजो तथा स्नायु प्रणालीमा गम्भीर समस्या देखिने हुँदा तत्काल विषादी परीक्षणको व्यवस्था गर्नुपर्ने बताएका छन्। संघीय बजारका रूपमा चिनिने कोहलपुर कृषि बजारमा पछिल्लो समय विषादी मापन केन्द्र नहुँदा यहाँका उपभोक्ताहरूले तरकारीमा कति विषादीको मात्रा छ भन्ने थाहा छैन, जसले गर्दा यहाँका सयौं उपभोक्ताहरू तरकारीका माध्यमबाट विष खाइरहेका छन्। एभी न्यूज खबर एसडीका लागि हुमरी भट्टराई, कोहलपुर कृषि बजार बाँके।